हेलो साथीहरू, आज म तपाईहरुलाई लोटाउने बजार देखाउन गइरहेको छु। तपाईहरुले भिडियो अन्तिमसम्म हेर्नुहोला अनि भिडियो कस्तो लाग्छ कृपया लाइक गर्नुहोला अनि एउटा कमेन्ट भने गर्न नबिर्सनुहोला। यति बेला मैले तपाईहरुमा लोटाउने भन्दा अलि अगाडिको दृश्यबाट देखाउन गइरहेको छु। यहाँको घर अनि यहाँको वरपर रहेको ठाउँ कति रमाइलो अनि हेर्न लायकको ठाउँ रहेको छ अनि यहाँनेर अलिकति मोड रहेको छ अनि त्यसपछि लोटाउने बजार सुरु हुन्छ। तपाईहरुले भिडियोमा देख्न सक्नुहुनेछ। अब सुरु भइसकेको छ लोटाउने बजार, तपाई देख्न सक्नुहुनेछ। फाइनली रूपमा साथीहरु लोटाउने बजार आइसकेको छ। तपाई यहाँनेर 3 नम्बर वडा कार्यालय भनेर लेखेको बोर्ड छ, तलतिर वडा कार्यालय रहेको छ अनि यो बजार तपाई देख्न सक्नुहुनेछ। यहाँको घरहरु तपाई देख्न सक्नुहुनेछ अनि केही पसलहरु पनि रहेका छन्। म केही अगाडि बढ्न गइरहेको छु, त्यहाँनेर खोला रहेको छ अनि त्यो खोला पनि तपाईहरुलाई मैले देखाउने छु। त्यहाँनेर एउटा सानो काठको पुल पनि रहेको छ जो बर्खाको समयमा सानो बाइक अथवा र अटो हिँड्नको लागि सहज हुने बाटो छ। अहिले पनि यही बाटोबाट हामी जाँदै छौं। म अटोमा छु र ठूलो गाडी भने तलबाट जाने गर्छ। आजको भिडियो तपाईलाई कस्तो लाग्यो कृपया लाइक कमेन्ट गर्न नबिर्सनु होला र आउने दिनहरुमा मैले यस्तै भिडियो ल्याउने कोशिश गर्ने छु। आजको भिडियोबाट म बिदा हुन चाहन्छु। हवस् त, नमस्ते।